रासपाका सभापति रवि लामिछाने पार्टी राजनीतिमा ब्याक भएको 5 दिनमै फेरि थुनामा जानुपर्ने भएको छ। सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटोल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउन आदेश गरेको हो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले शुक्रबार बुटोल स्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो। सो मुद्दामा उच्चमा बिहीबारदेखि बहस सुरु भएको थियो। यसअघि लामिछाने जिल्ला अदालतबाट 1 करोड धरोटीमा रिहा भएका थिए। लामिछानेले 1 करोड धरोटी खारेजी र साधारण तारिखमा छाड्नुपर्ने भन्दै फागुन 26 गते उच्च अदालत तुलसीपुर बुटौल इजलासमा निवेदन दिएका थिए। यसैगरी सरकारी वकिलको कार्यालयले भने फागुन 1 मै लामिछानेलाई 1 करोड धरोटी सहित तारिखमा रिहा गर्ने जिल्ला अदालतको आदेश विरुद्ध निवेदन दिएको थियो। अहिले लामिछानेको विपक्षमा आदेश आएसँगै उनी फेरि पक्राउ पर्ने भएका छन्। पक्राउसँगै उनी थुनामा जानेछन्। लामिछाने सहकारी ठगीमा मुछिएको करिब 5 महिनापछि चैत्र 18 देखि मात्रै पार्टीको सक्रिय राजनीतिमा फिर्ता भएका थिए। उनी चैत 18 गते पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए। सो बैठकले पार्टीको महाधिवेशन वैशाखमै गर्नेदेखि संगठन निर्माण लगायतको विभिन्न निर्णय गरेको थियो। तर 5 दिनमै रवि थुनामा जानुपर्ने अवस्था आएको छ। सहकारी ठगीको आरोपमा 4 वटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि कार्तिक 2 गते पक्राउ परेका थिए। सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मेरो घरमा प्रहरी आएको छ। मैले समाचारबाट उच्च अदालतको आदेश बारे थाहा त पाएँ, तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिएको छैन, कागज पनि दिएको छैन। मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ। मैले सार्वजनिक पनि गरिसकेको छु। अब यसरी तैनात उताबाट आदेशभन्दा पहिले तैनात हुने यो सबै चिजले एउटा ठूलो आशंका सृजना गरेको छ। मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु, कानूनलाई मानेकै छु। म पहिला पनि आफै उपस्थित हुन गएको हुँ, अहिले पनि सार्वजनिक गरेकै छु। तर यो राज्य आतंक, यो धरपकड ममाथि के कारणले भइरहेको छ मैले बुझ्न सकेको छैन। भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनु होला। मलाई लागेको थियो म केही कुरा भन्छु भनेर, तर जुन तरिकाले अहिले यो सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती गर्ने कोसिस बिना कागजपत्र छ होला, ल्याउनु पनि हुन्छ होला, ल्याउन सकिने पनि थियो। त्यो लिएर आएर लैजान सकिन्थ्यो, भोलि ल्याउन सकिन्थ्यो। घरै पनि अझै कागज बोकीवरी प्रक्रिया मेरो लागि कुनै प्रक्रिया पूरा गर्न मानेको छैन। आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ। म यसै पनि गिरफ्तारी दिन्छु भनेर बसेकै छु। जे होस्, आम नागरिकले सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ। न्यायको लडाई म एक थोपा रगत रहुन्जेल लडिरहन्छु। यहाँले साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। मैले कुनै गल्ती गरेको पनि छैन, कुनै अपराध गरेको पनि छैन। तर संसारकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने मैले विश्वास लिएको छु। म धेरै केही भन्दिनँ। म सम्मानित अदालतप्रति अझै पनि आशा र भरोसा राखेर कानूनी प्रक्रियामा सघाउनको लागि परिरहेको छु। यो दुनियाँका जति पनि न्यायालयका ढोकाहरू छन् ती सबै ढोका ढकढक्याउँछु आफ्नो न्यायको लागि। र मलाई थाहा छ यहाँहरूले सबै कुराको साक्षी बसेर हेरिरहनु भएको छ होला भन्ने मैले विश्वास लिएको छु। म यति जानकारी मैले दिनु उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु। चितवनमा जति पनि मेरा आदरणीय मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, भोलिको कार्यक्रम नरोक्नु होला। अन्य साथीहरू आउनुहुन्छ, उहाँहरूले कुराकानी गर्नुहुनेछ, निरन्तर चलिरहन्छ। मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घण्टी चुनाव चिन्ह बसेको छ। मलाई आशा छ, यो एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौं। निरन्तरता प्रदान गर्नुहोला। म कानूनी लडाईमा छु।